नमस्ते। आज नवनियुक्त प्रधानमन्त्री हुनुभएका बालेन्द्र शाह अथवा बालेन शाह उहाँको देशमा उहाँको जुन छ काँधमा देशको जिम्मेदारी बढेको छ। उहाँले जुन हिसाबले यत्रो रिस्पोन्सिबिलिटी लिनुभएको छ सानै उमेरमा, एकदम सानै उमेरमा, यङ्गेस्टमा देशकै प्रधानमन्त्री हुनु भनेको धेरै ठुलो कुरा हो हैन। त्यो क्यापेबल छ उहाँमा, किन भन्दाखेरि उहाँ पहिलेदेखि नै जो सोच्यो त्यो पुग्ने गरेको छ र उनको भिजन एकदम क्लियर छ। त्यसैले उहाँलाई साथ सपोर्ट सबैले दिएका हुन् र दिनेवाला पनि छन्। तर हामी प्रवासी जुन समुद्र पारी हैन, 7 समुद्र पारी देशबाट विदेशबाट सबैको आशाको किरण बालेन शाह उहाँले मर्न दिनु भएन। किन भन्दाखेरि देशमा तपाईसँग पैसा धेरै होला, तपाईसँग पैसा अत्याधिक पैसा होला, तर पैसाको पछाडि कहिले नभाग्नुहोस्। किन भन्दाखेरि जब पैसाको पछाडि भाग्नुभयो भने नि तपाईँ आफ्नो व्यक्तिगत स्वार्थको लागि भाग्नुभयो भने नि देश कहिले बन्दैन। र अर्को कुरा, तपाईलाई यो फिल्डमा, राजनीतिक फिल्डमा कमै भयो होला, कमै समय बिताउनु भएको छ, 2-5-6 साल हैन, जति पनि बिताउनु भएको छ कमै हो। मेरो व्यक्तिगत सुझाव के हो भनेपछि, पडोसी मुलुक ग्रोइङ गर्ने जुन डेभलपमेन्ट भएका देशहरू छन् उहाँबाट तपाईले सिक्नुपर्ने कुरा के छ भन्दाखेरि, तपाईँ उनको हरेक चिजहरू हेर्नुहोस्। उनी के गरिरहेका छन्, कस्तो गरिरहेछन्, कुन तरिकाले देश बढिरहेको छ हैन। हाम्रो देशमा करप्सन धेरै छ। करप्सनको अन्त्य गर्ने हो भने नि 101% 1500 का नोटहरू टोटली बन्द, 1 महिनाको टार्गेट गर्ने, 1 महिनाभित्र बन्द गर्ने। र हेर्नु, देश जति पनि देशमा यति करप्सन छ नि, मतलब हामी सोच्न पनि सक्दैनौँ त्यति करप्सन छ। र धनी, दुनियाँमा सबैभन्दा धनी देश नेपाल होला। जङ्गलका काठहरू तस्करी ठेकेदार लग्छन्, को लग्छन्, दुनियाँदारी लग्छन्, तिनीहरूको बेग्लै छ। नदीका बालुवा ठेकेदार लग्छन्, कुन लग्छन्, त्यो बेग्लै छ। अलिकता मात्र जान्छ के यो गभर्नमेन्टको उसमा, अलिकता पनि जान्छ होला, त्यो पनि जाँदैन हैन। ढुङ्गा, बालुवा, माटो, वनजङ्गलका काठ यति छन्, यति तस्करी हुन्छ। र यिनी त छँदैछन्, अब पानी त छँदैछ, यति धनी देश छ। तपाईले राम्रो तरिकाले सोच्नु भयो र तपाईले राम्रो तरिकाले काम गर्नुभयो भने नि देश यति धनी छ नि, धेरै धनी छ, धेरैभन्दा धेरै धनी छ। टोल ट्याक्स बनाउनुहोस्, टोल ट्याक्स लागू गर्नुहोस्। हरेक यो जिल्लादेखि त्यो जिल्ला जाने हरेक व्यक्ति, हरेक भेहिकलहरू, जुन गाडीहरू छन् साना ठुला अलग अलग तय गर्नुहोस् कि चार्ट लिस्ट बनाउनुहोस्। अनि चार्ट लिस्ट त्यो बनाउनु अघि तपाईँ त्यो त बनाउनुहोस्, त्यो सँगसँगै तपाईँ रोडहरू चौडा गर्नुहोस्। जति पनि रोड चौडा गर्नुहुन्छ त्योमा टोल ट्याक्स, रोड ट्याक्स तिरेको छ नि, त्यो सब एक एक हिसाब किताब हुनु पर्यो र रोडमा खर्च हुनु पर्यो त्यो पैसा। बाटा साँगुरा छन्, एक्सिडेन्ट भइरहेका छन्, दिन प्रतिदिन यति भइरहेका छन्। यसलाई डिपली तपाईँ सोचेर बनाउनुहोस्। तपाईँ धेरै अगाडि बढ्नुहुन्छ। तपाईलाई सबैले शुभकामना दिएका छन्। अनि हामी परदेशमा बस्नुहुने सबै दाजुभाइ दिदीबहिनी सम्पूर्ण देशप्रेमीको आशाको किरण हो तपाईँ। आशा मर्न नदिनुहोस्। देश कसरी हो बनाउन, त्यो तपाईँ
उनीबाट सिक्नुहोस् जसले बनाएका छन्, जसले ग्रोइङ गरेका देशहरू। तिनीसँग रिस आरिस गरेर तपाईँ भड्काउने, हे यो देशको हुँदैन। फर इक्जाम्पल हाम्रो पडोसी मुलुक भारतमा धर्म मिल्छ, संस्कृति मिल्छ, भेष मिल्छ, भूषा मिल्छ, होइन, सबै थोक मिल्छ। त उहाँबाट हामीहरू भाषा सिक्न सक्छौँ। भाषा त हामीले सिकेका छौँ, भाषा सँगसँगै उनले गरेका डेभलपमेन्ट कामहरूको तारिफ गरौँ र ती कामहरूको कपी गरौँ। त्यो काम गर्दा कसरी आफूलाई हुन्छ, जस्तै फर इक्जाम्पल फिल्महरू कपी गर्ने गर्दछौँ, त्यसरी हामी काम कपी गरौँ। थाहा छ हाम्रो देशमा एजुकेसनको कमी छ, हरेक व्यक्तिहरूमा त्यो सोच छैन, होइन, तर त्यसो गर्नुहोस्। त्यो हिसाबले गऱ्यो भने ट्याक्समाथि हुन्छ। ट्याक्समाथि त तपाईँ बेफिकर तरिकाले यस्तो तरिकाले लगाउनुहोस्। आइटी डिपार्टमेन्ट, इन्कम ट्याक्स डिपार्टमेन्टको यति निगरानी होस् कि हरेक व्यक्तिहरूले जग्गा धनी, जग्गा बेच्नेदेखि लिएर किन्नेसम्मको जति पनि छन्, तिनीहरूमा एउटा अब त्यो ब्याङ्किङ कारोबार जुन हुन्छ 25,000 अथवा 50,000 लिमिट गर्नुहोस्, क्यास लिमिट गर्नुहोस्। योभन्दा धेरै आयो भने कहाँबाट आयो, के आयो, कसरी आयो, त्यसका थुप्रै बाटाहरू छन्। त्यसरी गर्नुहोस्। हरेक ट्याक्सहरू असुलीबाट, ट्याक्स असुल्ने भन्नाले गुन्डागर्दी शैलीमा होइन, एउटा प्रुफसहित र एउटा यस्तो तरिकाले गर्नुहोस् न, देश यति उन्नति र प्रगतितिर जान्छ। अनि धेरै हामी सोच्न पनि सक्दैनौँ, त्यति राम्रो तरिकाले ग्रोइङ हुन्छ। बनाउनुहोस् राम्रो तरिकाले। तपाईँको सम्पूर्ण कमिटी गठन गर्नुहोस्, ग्रोइङ गर्नुहोस्। तपाईँ हुन त मेरो व्यक्तिगत होइन, उसको व्यक्तिगत होइन, हामीले तपाईँलाई चाहेर त्यो ठाउँमा चाहनाले हो, रहरले हो। एउटा देश मेरो घर बनाउनलाई हुन तपाईँ प्रधानमन्त्री हुनुभयो, मेरो घर बनाइदिनु, मेरो दैलो बनाइदिनु, मेरो बाटोघाटो बनाइदिनुहोस्, यो भनेको होइन। तर देश बनाउनुहोस्। देश बनाउनको लागि अहिले दुनियाँको सबभन्दा लास्ट स्टेजमा हाम्रो र करेन्सी एकदम मतलब कुनै भ्यालु छैन, त्यो करेन्सी त्यस्तो छ। स्ट्रङ बनाउनुहोस्, जिडिपी बनाउनुहोस्, जिडिपी स्ट्रङ गर्नुहोस्। अनि धेरै काम बाँकी छ। मलाई लाग्छ 5 वर्षमा त यिनी काम पोसिबल हुँदैन, तर पनि गर्ने जति हुन्छ यस्ता कामहरू रोडम्याप गर्नुहोस्, एउटा रोडम्याप गर्नुहोस्, त्यो बाटो बनाउनुहोस्, डेफिनेटली सक्सेस हुन्छ हाम्रो नेपाल। तपाईँलाई सम्पूर्ण प्रवासीको धेरै धेरै शुभकामना। अनि आगामी कार्यकाल सफल रहोस्, उन्नति एकदम डटेर काम गर्नुहोस्। धेरै धेरै शुभकामना छ तपाईँलाई। हस् त, जय नेपाल।